आजको भिडियो यो हाम्रो कक्षा 6 का विद्यार्थी भाइ बहिनीहरूको लागि हो। यदि यो हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गएर विद्यार्थी भाइ बहिनीहरू च्यानललाई सब्स्क्राइब गरिदिनु होला, ताकि यस्तो हाम्रो समस्याका समाधानहरू हामी हालेपछि तपाईहरुमा छिटो हैन हेर्न सजिलो हुन्छ भन्ने उद्देश्यले यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है। यहाँ हाम्रो आजको अभ्यास 4.2 को सबै प्रश्नहरूको समाधान मैले लिएर आइसकेको छु है विद्यार्थी भाइ बहिनीहरू। अब यसलाई मजाले बुझ्नु होला है, अनि कापी कलम लिएर बस्नु होला, बुझेर यो भिडियोलाई रोकेर बिस्तारै लेख्नु होला है। यहाँ हाम्रो आजको भिडियो सुरु गरौँ है। के भनेको रहेछ, यहाँ हाम्रो दिएको जोडी भिन्नहरूलाई समानहरुमा हामीले के गर्नु छ त है, भएको भिन्नमा हामीले बदल्नु पर्ने हो के। यो हरलाई के गर्नु छ, हाम्रो यो हरलाई दुवैको हरलाई बराबर गर्ने हो है त। अब यसमा हामीले के गर्नु पर्यो, अब यसमा हामीले यो अंश र हरमा यो अर्को हाम्रो फ्र्याक्सनको अर्को भिन्नको हरबाट गुणा गर्नु पर्यो। अनि अब यसलाई हामीले बराबर गर्नु पर्यो यसको हरबाट यो भिन्नको हर र अंशमा हामीले गुणा गर्नु पर्यो। अनि बल्ल यो हाम्रो के हुन्छ त, समान हर भएको भिन्नमा यो परिवर्तन हुन्छ है विद्यार्थी भाइ बहिनीहरू। यस्तो आयो क्वेशन भने हामीले त्यसमा के गर्नु पर्यो त, एउटाको हर अंशमा गुणा गर्दा अर्को हरबाट हामीले गर्ने हो, र अर्को हाम्रो भिन्नमा हामीले बराबर गर्दा यसको हरलाई लिएर यसमा हामीले गुणा गर्ने। जस्तै हेर्नुस् त, अब यसमा हामीले बराबर गरेको छ भने के गरेको छ, यसको हाम्रो हैन हरबाट यसमा गुणा गरेको छ है। अनि गरेर हाम्रो यहाँ गुणा गरेको छ है। सेम त्यस्तै यहाँ हाम्रो 1/5 मा पनि गुणा गर्नको लागि यसको हर यहाँ युज गरेको छ। हेर्नुस् हो, अर्थात हामीले के गर्न सक्छौं, यिनीहरुमा यसबाट गुणा गर्ने र यसमा यो हाम्रो यसमा गुणा गर्ने है। त्यस्तै गुणा गरेर अनि समानहरुमा हामी बराबर गर्न सक्छौं। अर्को यहाँ पनि सेम कन्डिसन है, यसमा पनि अब गुणा गर्नु पर्यो यसको हर र अंशमा भने यो 5 ले गुणा गर्छौं हामीले है। अनि यसमा गुणा गर्नु पर्यो भने यो 7 लगेर हामीले गर्ने हो त है। हो यहाँ के गरेको छ हेर्नुस् त, 5/7 मा यो 5 लाई के गरेको छ, गुणा गराएको छ है। र यो 3/4 मा हाम्रो यो 7 लगेर गुणा गरेको छ है। अनि यो हाम्रो बराबर हर भएको होइन, समान हर भएको हाम्रो भिन्नहरुमा चेन्ज भयो त है। हो विद्यार्थी भाइ बहिनीहरू राम्रोसँग बुझ्नु होला है। अर्को यसको हाम्रो ग नम्बरमा के दिएको छ है, सेम कन्डिसन हैन। अब यसमा पनि हाम्रो यो 9 लगेर यसमा गुणा गर्ने हो, अनि यसमा हाम्रो यो 7 लगेर गुणा गर्ने हो। हेर्नुस् त, गरेर यसमा हाम्रो समान हर भएको भिन्न बनाइदिएछ। सेम यहाँ हाम्रो यसमा पनि त्यस्तै हुन्छ, 1/3 मा हाम्रो यो 5 लगेर गुणा गर्ने हो, र 2/5 मा हाम्रो यो 3 लगेर गुणा गर्ने हो। हेर्नुस् त, अनि हाम्रो समान भर भइसकेको छ है। अब अर्को हाम्रो यो 2 नम्बरमा के भनेको रहेछ कि अब यो खाली ठाउँमा हामीले ग्रेटर देन, लेस देन अनि हाम्रो इक्वल देन हाम्रो यसमा भर्नु छ है। हो त यसभन्दा अगाडि हामीले यो फ्र्याक्सनलाई बराबर गर्नुपर्छ। बराबर हर भएको वा समान हर भएको भिन्नमा चेन्ज गर्यो भने मात्र हामीले के गर्न सक्छौं, कुन ठुलो हो भने अंशलाई हामीले के गर्ने हो, कम्पेयर गर्ने हो। यो अंशमा पहिले यो बराबर गर्ने हो, अनि हामीले त्यसपछि यो माथिवाला अंश हेर्ने हो कुन ठुलो छ। जुन ठुलो छ त्यही हाम्रो लागि के भयो त, ठुलो भइसक्यो। यसमा यदि बराबर छ भने माथिवाला बराबर भयो भने यहाँ इक्वल हामीले राख्न सक्छौं। हो अब यसलाई बराबर गर्नको लागि हामीले के गर्न सक्छौं त, यहाँ अब अघि मैले भनेको यसमा यो फ्र्याक्सनमा गुणा गर्नु पर्यो भने यो 8 लगेर गर्छौं हामीले। यसमा गुणा गर्नु पर्यो भने यो 3 हामी लगेर गुणा गर्छौं हर अंशमा। त्यस्तै गरेको रहेछ हेर्नु त, यसमा को 8 लगेर यो 2/3 मा गुणा गरेको छ, अनि यो 3/8 मा हाम्रो यो 3 लगेर यो गुणा गरेको छ। अब यो हर बराबर भयो भने हामीले यस्तो फर्ममा लेख्न सक्छौं है। अनि यो हामीले फ्र्याक्सनमा राखेर के गर्छौं, कुन 16 वाला ठुलो भइसक्यो, अर्थात 2/3 वाला हाम्रो ठुलो भइसक्यो। यसको 2/3 वाला ठुलो भइसक्यो भने यसमा हामीले के गर्न सक्छौं, 2/3 को साइडमा हामी गर्न सक्छौं। तर यो हर बराबर गरेर हामीले हेराउनु पर्छ है।
हो नभएलाई हामीले अर्को तरिकामा कसरी बनाउन सक्छौँ हेर्नुहोस् त। यो 2/3 अब हाम्रो यसको हर अंशमा गुणा गर्ने, कतिले गुणा गर्ने त यो 8बाट है, यसको हरबाट 8बाट गर्ने हो, बीचमा खाली ठाउँ हुनेछ है। अनि यसमा हाम्रो 3/8मा कतिले गुणा गर्ने हो त, यसको यो 3लेबाट गुणा गर्ने हो। 3ले गुणा गर्छ भने यो हाम्रो कति हुन्छ, 8 गुणा 16 अनि 8 तिरका 24, यो खाली ठाउँ है, 3 तिहाई 9 अनि 8 तिरका 24, यो दुवै मिल्यो भने अंशलाई कम्पेयर गर्नुस्, यो ठुलो भइसक्यो भने यो हामीले यो साइडमा गरे जस्तै गर्नुपर्छ है। त्यस्तै सबै यो गरेछ है विद्यार्थी भाइ बहिनीहरू, मजाले हेर्नु र। पहिला हरलाई बराबर गरेको छ, हरलाई बराबर गरिसकेपछि हाम्रो के गरेको छ भने यो तरिकाले राखिदिएको छ। अथवा एउटा नयाँ हाम्रो प्रोसेस यो पनि छ है। अब हेर्नुहोस् त 7को यो हाम्रो पहाडा लेखेको छ है, अपवर्त्य सङ्ख्याहरू, 5को पनि पहाडा अर्थात् हाम्रो अपवर्त्य सङ्ख्याहरू लेखेको छ। लेखेर अब हेर्नुहोस् त कुन मिलिरहेछ त यसबाट, कुन मिल्यो त हेर्नुहोस् त। अब हामीले हेर्दाखेरि यो 35 मिलिरहेछ होइन हो, उसको हरलाई हामीले कति बनाउनु पर्यो, 35। अब कतिले गुणा गरेपछि 35 बन्छ त्यो दिमाग लगाउनुहोस्, अनि हर अंशमा त्यतिले गुणा गरिदिनुहोस्, यो आफै हाम्रो 35 बन्छ है। आफूले दिमाग लगाउनु छ कि उसको हरमा कतिले गुणा गर्दा 35 बन्छ त। अनि हामीले अंशलाई कम्पेयर गर्नुहोस्, जुन ठुलो छ भने उसको साइडवाला हाम्रो मिलाइदिनुहोस्, एन्सर हुन्छ है विद्यार्थी भाइ बहिनी हो। यस्तो हाम्रो के गरेको रहेछ भने यहाँ बनाएको छ है, ग नम्बरको सेम त्यस्तै हो, हर बराबर गरेको छ, अंशलाई कम्पेयर गरेको छ है, र त्यसैको अगाडि हामीले ठुलो बनाइदिएको हो। यहाँ हाम्रो त्यस्तै गरेको छ। अर्को हाम्रो 3 नम्बरमा के भनेको छ, अब कुन ठुलो हो भनेर चाहिँ यसमा छुट्याउनु छ। हामीले जे भने नि यो हाम्रो भिन्नको अब फ्रेक्सनमा हामीले के गर्ने हो त, पहिला हर बराबर गर्नै पर्छ। कसरी गर्ने हो मैले अघि पनि भनिदिएको है। अब यहाँ हेर्नुहोस् त के गरेको रहेछ, यसमा कुन मिलिरहेछ त, यहाँ हेर्नुहोस् टक्क टक्क हामीले मिलाउनु छ, 24 मिलिरहेछ होइन, 24 मिलिरहेछ। अर्थात् उसको हर के गर्नु पर्यो त, हामीले 24 बनाउनु पर्यो है। अब कतिले गुणा गरेपछि 24 बन्छ त्यो अब हामीले दिमाग लगाउने हो, गुणा गरेर अनि 24 बनाउने हो। बनाएर यसमा पनि 8 तिरका 24, 6 चौको 24, हर अंश दुवैमा गुणा गर्ने, अनि गरेर के गर्ने, अब हेर्नुहोस् अंशमा कम्पेयर गर्नुहोस्, यो 20 र यो 21 त 21 ठुलो भयो भने अब यसमा कुन ठुलो छ भने यो हामीले तुलना गर्नुहोस्, तुलना गरेर अब हाम्रो जुन ठुलो छ भने त्यसलाई हेराइदिनु पर्यो है। जुन ठुलो 21 ठुलो भने त्यस्तो गरिदिनुहोस्, दुवैमध्ये एउटा लेख्न सक्छौँ। त्यस्तै खको पनि गरेको छ है, हर बराबर गरेको छ, तुलना गरेको छ, 54 बढी भयो भने यो 54बाट हाम्रो यो कटाएर राखेको छ है। तपाईँहरू नकटाएर पनि राख्न सक्छौँ है। गमा पनि त्यस्तै गरेको छ, हर बराबर गरेको छ, हर बराबर गरेर जुन ठुलो भइसकेको छ उसको साइडमा हाम्रो होइन अगाडि गएर के गरेको छ त, अब हाम्रो ग्रेटर देन राखिदिएछ, भन्दा ठुलो राखिदिएछ। यहाँ पनि त्यस्तै गरेको छ है। हामीले अगाडि बुझेको कुरा हो कसरी हामीले हर बराबर गर्नुपर्छ है। अब यसमा हाम्रो कुन मिलिरहेछ त हेर्नुहोस् त मजाले, 12 मिलिरहेछ भने यसको हरलाई कति पुर्याउनु पर्छ, 12। अब कति हामीले गुणा गरेपछि 12 बन्छ त्यो दिमाग लगाउनुहोस्, 12 पुर्याउनुहोस्। अनि जुन ठुलो हो कुन ठुलो हो भने हामी मिलाउँदाखेरि यसको अंशहरू कम्पेयर गर्नुहोस्, कम्पेयर गरेर हामीले ठुलो बनाउन सक्छौँ या मिलाउन सक्छौँ। सिमिलरली पनि अब 3वटा फ्रेक्सन दिएको छ, 3वटा बिन दिएको छ। अब कुन ठुलो छ भने सानोदेखि ठुलो क्रममा मिलाएर लेख्नुपर्ने हो। जे भयो नि हामीले के गर्ने हो त, सबैको हर नै बराबर गर्ने हो। हर कसरी बराबर गर्ने हो त, अब यो 5 छ भने 5को यहाँ अपवर्त्य सङ्ख्या लेख्नुहोस्, पहाडा लेख्नुहोस्। 4 छ भने 4को पहाडा लेख्नुहोस्, 10 छ भने 10को पहाडा लेख्नुहोस्। अब तिनटैमा हेर्नुहोस् त कुन मिलिरहेछ त, 20 मिलिरहेछ नि त, यहाँ 20 मिलिरहेछ। तिनटैमा पहाडा लेखिसकेपछि अर्थात् सबैको हर कति पुर्याउने हो त, 20 पुर्याउने। अब दिमाग लगाउनुहोस् कतिले गुणा गरेपछि यसमा 20 पुग्छ त, 4ले गुणा गरेपछि 20 पुग्छ त, हर अंशमा 4ले गुणा गर्नुहोस्, 20 पुर्याउनुहोस्। यो 4 छ भने 5ले गुणा गरे 20 पुग्छ है, 20 पुर्याउनुहोस्। अब यो हाम्रो 10 छ भने 2ले गुणा गरेपछि 20 पुग्छ त, हर अंशमा। अब यसले हाम्रो अंशमा तुलना गर्नुहोस्, जुन कम छ त्यसलाई अगाडि राख्नुहोस्, त्यसपछि बिचवालालाई बिचमा, त्यसपछि ठुलोलाई अगाडि राखेर हामीले मजाले त्यो क्रम मिलाएर यसलाई लेखिदिनु है। त्यस्तै हाम्रो 5मा के भनेको रहेछ, यहाँ हाम्रो दिपाले एउटा रोटीको 2 भाका एउटा रोटी छ, उसको यति भाका छ।
अनि त्यस्तै एउटा अर्को रोटी चाहिँ त्यो दिपेशले खाएको छ जसमध्ये यति भाग। अनि कसले चाहिँ बढी रोटी खाएछ भने पत्ता लगाउनुहोस्। अब दिपाको अब त्यो रोटीको भाग लेख्नुहोस्। त्यस्तै हाम्रो के हो त यो हाम्रो दिपेशको रोटीको भाग लेख्नुहोस्। अनि दिपेशको रोटीको भाग लेखेर सेम त्यस्तै गर्नुहोस्। अब बिच तुलना गर्दा है समानहरू भएको फेरि अब यहाँ एउटामा 7 छ भने 7 को अब पाडा लेख्नुहोस्। अर्कोमा 3 छ भने 3 को पाडा लेख्नुहोस्। हेर्नुहोस् कुन मिलिरहेछ त यसमा हाम्रो 21 मिल्यो। बल्ल हामीले हेऱ्यौँ 21 मिल्यो भने हामीले उसको हर कति बनाउने हो त 21 बनाउने है। अब कतिले गुणा गरेपछि 21 बन्छ त 3 छ भने 7 तिर्का 21 7 ले हर अंशमा गुणा गर्नुहोस् भन्छ है। अब यहाँ हाम्रो 7 छ भने 7 तिर्का 21 3 ले गुणा गर्नुहोस् बल्ल भन्छ। अब हाम्रो अंशमा कम्पेयर गर्नुहोस् कुन ठुलो हो त 15/21 15/21 भनेको ठुलो भयो भने यो कुन हो त 5/7 5/7 कसको हो दिपेशको रोटीको भाग हो। अर्थात् हामीले यसरी हेर्दाखेरि हाम्रो कसले बढी खाएछ त दिपेशले बढी रोटी खाएको छ भने हामीले बुझ्यो है त। अब अर्को हाम्रो 6 नम्बरमा त्यस्तै कुरो सेम हो मैले यसमा बुझाएको जस्तै खम्बाको भाग छ है कालो रङको यो सेतो भएको यसलाई पनि हामीले त्यस्तै गर्ने। एउटामा 3 छ भने 3 को पाडा लेख्ने 8 छ भने 8 को पाडा लेख्ने अनि यसमा मिलाउने कुन मिल्यो त 24 मिल्यो। हेर्नुहोस् त 24 मिल्यो 24 मिल्यो भने हाम्रो यसको हरलाई कति पुर्याउने हो त 24 पुर्याउने अथवा यो 8 ले यसमा लगेर गुणा गर्नुहोस् यो 3 ले यसमा लगेर गुणा गर्नुहोस् है। यहाँ हेर्नुहोस् त यो 8 लगेर गुणा गरेको छ 8 तिर्का 24 अनि 8 छ भने 3 8 24 भनेर यसमा गुणा गरेको छ। अंश कम्पेयर गर्नुहोस् यो ठुलो भइसक्यो है। त्यो 7/8 भनेको कुन कलर हो खम्बाको सेतो रङ। अर्थात् यो हाम्रो छ यो सेतो रङवाला हाम्रो खम्बा के छ त यो बढी छ भनेर हामीले प्रमाणित गर्न सक्छौँ हामीले लेख्न सक्छौँ। यहाँ हेर्नुहोस् त कम्पेयर गरेको छ है र यहाँ हाम्रो कम्पेयर गरेर यो 21 वाला ठुलो छ भने यो कुन भाग हो त यो हाम्रो यो भाग भनेको हाम्रो सेतो रङवाला यो हाम्रो एन्सर भइसक्यो। सेम त्यस्तै 7 नम्बरमा पनि छ यसले पनि 7 तल छ भने 7 को पढा लेख्ने 9 छ भने 9 को पढा लेख्ने यसमा मिलाउने कुन मिल्यो त हाम्रो हेर्नुहोस् त। अब यहाँ हामीले हेर्दाखेरि कति मिलिरहेछ त हेर्नु त यो हाम्रो 63 मिलिरहेछ है 63 मिलिरहेछ 9 7 63 है। यहाँ हर बराबर गर्नुहोस् 7 छ भने 9 ले गुणा गरेपछि 63 बन्छ तल माथिमा गुणा गर्नुहोस् भइहाल्यो। यहाँ 9 छ भने 7 ले गुणा गर्नुहोस् अनि यो हाम्रो बन्छ। अब यहाँ 35 र यहाँ 18 कुन ठुलो त 35 वाला 5/9 वाला 5/9 के छ त हाम्रो यो रमिलाले शिक्षामा गरेको खर्चमा हाम्रो के भइसक्यो त ठुलो भइसक्यो। त्यस्तै सेम 8 नम्बरमा सेम त्यस्तै हो के त्यस्तै यसमा पनि हामीले के गर्नु पर्यो त यो 3 छ भने 3 को पाडा लेख्नु पर्यो 5 छ जबसम्म मिल्न तबसम्म लेख्दै गर्नुहोस् है। 5 छ भने यो 5 को पाडा लेख्नुहोस् लेखेर है यसमा हर बराबर गर्नुहोस् यो 5 छ भने यसमा गुणा गर्नुहोस् यो 3 छ भने यसमा गर्नुहोस् आफै यो बराबर हुन्छ है आफै बराबर हुन्छ। कम्पेयर गर्नुहोस् 9 छ भने यसमा 9 9 भनेको के 3/5 3/5 कसको हो त यो रुपेशको बेलुकी खाएको केकको यो भाग हो। अर्थात् यसमा कसले बढी खाएको छ त हाम्रो रुपेशले यसको बढी केक खाएको छ भने हामीले बुझिसक्यो हो। विद्यार्थी भाइ बहिनीहरू एकचोटि बुझेन भने यो भिडियोलाई रोकेर तपाईहरु के गर्नुहोला डबल 2 पटक 3 पटक हेर्नुहोला है। अनि यो हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भए छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यदि साथीहरुमा छ भने 6 कक्षामा पढ्ने विद्यार्थीहरु छ भने उलाई यो भिडियो शेयर गर्नु होला है विद्यार्थी भाइ बहिनीहरू। आजको यो हाम्रो भिडियो यही समाप्त हुन्छ। हस्त धन्यवाद है विद्यार्थी भाइ बहिनीहरू।